आज हामी यसो माथितिर घुम्न आयौँ भन गाइस। यो त खतरै गुफा जस्तो छ यार। यो घनिष्ठ नेपाली फिल्महरू यस्तामा खेल्थे बढी जस्तो त्यस्तै ठाउँ छ त। साकुरा पनि सक्यो। यस्तो जङ्गल छ क्या। हामी यहाँनिर हो कि रुम पनि यहीँ तल होइन। डाँडा साँडा चढ्दै यसो माथितिर आयौँ। यहाँनिर स्कुल रहेछ। हामी यो बाटो आयो कि यो खासमा यो मेन रोड साइकल लिएर आयो भने यहाँदेखि हामी पाइटल नमारेर सिधै घर पुग्थ्यौँ मलाई। अब सोचिरहेको छौँ यहाँ माथि चाहिँ घरहरू छैनन् खासै हेर्दाखेरि त। माथितिर गएर डाँडा कस्तो छ देखाउँछ है भ्यूहरू। ताकिदिएर गाइस हेर त कस्तो यो पुरै जङ्गल। त्यही पनि घर सकिया छैन यार त्यो ठाउँमा नि। बनाइरहेको छ गाइस। हामी यस्तो जङ्गलमा आइसकेका छौँ कि हेर। यस्तो सेम नेपालको भाइब्स आइरहेको छ होइन गाइस। यहाँ माथि चढिरहेको छौँ पुरै रेतो यो पहाड चढिसक्यौँ हामी। राजा के छ राजा हल्का डर मनभित्र डर मानिरहेको छ। घाँटी किन आयो भनेर क्यान्यो लगेर क्याम्पफायर भन्दा नि यहाँबाट ठुला हाँगा लाग्नु मिल्छ। अझ यहाँ माथि पनि घर छ यार। यहाँ तल एउटा पार्क पनि छ यस्तो। हिउँ पनि छ यार गाइस। त्यो हिउँ देखिया छ कि नि हिउँ हेर। व्हाइट कलर वाला हिउँ हो हिउँ स्नो। त्यो ठाउँमा आइयो। भाइब्स चाहिँ नेपालको आइरहेछ तर स्मेल चाहिँ नेपालको आएको छैन है। कुन स्मेल हो कुन पातहरू हो कि रुखहरू यस्तो गनाइरहेछ। हाम्रो उता गन्नाउने रुख हुन्छ त त्यस्तै। हल्का यो पुरै सहर देखिरहेछ। यो गाउँ एउटा उयो यहाँनिर एउटा घर गाउँ डान्सिङ कार। यहाँभन्दा उता पुरै जङ्गल छ। यार पुरै गोमी छ यहाँभित्र। फोहोरहरू छ सबै। गोमी हो यो फालिदिन्छन् नि। यस्तो राम्रो कार छ यार फालिदिएको छैन यार। यस्तो यिनीहरू बेचेपछि पैसा तिर्नुपर्छ नि त। त्यो पनि यस्तै चापात नै राखिदिन्छ गाइस। हेर त पुरै गोमी थपाइरहेको छ होइन। यस्तो पुरै गोमीवाला घर छ पुरै। यो पहिलाको बस्ती होला कोही बसेको। मान्छे खै मान्छे लाइट त जलेको छ यार यहाँभित्र। घुमिरहेको घरमा पनि होइन साँच्चीकै त आम्मा यहाँबाट देखिन्न यार। हामीले चाहिँ देखेको छौँ राजा गाइजमा क्यामेरामा चाहिँ खासै देखिरहेको छैन। यहाँ आएर टक्क केही खेल्नलाई यसो स्केटिङ यहाँमा गुड्दैन। घना जङ्गलमा पनि यस्तो त्यो टक्क बस्ने ठाउँ चिप्लेटी पिङ छ। त्यसै यो डेभलप कन्ट्री भन्दिनँ क्या सहर।